वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि अर्को भिडियोमा स्वागत छ हजुरहरूलाई। डे 2 मा भ्यू चाहिँ यस्तो दामी देख्यो चाहिँ अघि भर्खरै उठेर फेरि बनाइहाल्यो। अब यहाँबाट चाहिँ हामी सिन्वा हिल टप लज एन्ड रेस्टुरेन्टबाट चाहिँ अब हामी वहाँ देउराली जाने भनेर निस्किँदैछौँ। अब 7-8 घन्टाको त्यहाँबाट टक्क निस्किसकेपछि अनि निस्किने ल सब टिपटप भएर बसिरहेको छ है यहाँ। ओ को यो ओ को छ ओ के हो तेरो पारा ओ चोन आएर त यसलाई भगाइहाल भन्ने चाहिँ हिजो तेरो हिजो ओ यहाँ हिजो त हिजो कस्तो भयो तेरो खतरा भयो हिजो कस्तो खुट्टा सुट्टा दुखेन ल ठिक छ ल ओ रिकी कस्तो भयो हिजोको ट्रेक कस्तो भयो हिजो दामी भयो दाइ हो ल ठिक छ अब कस्तो भयो त हो ल अब सन्चन्छ आज हिँडेर ओए राहुल तेरो कस्तो भयो आजको ट्रेक आजको हिजोको ट्रेक तेरो एकदम रमाइलो भयो लास्टतिर चाहिँ गाह्रो भयो हो ल ठिक छ ल ओ बाबु ओए तेरो कस्तो भयो हिजो रमाइलो भयो नि होइन न्यू एक्सपिरियन्स अहिले म तेरो सोध्छु मेरो त कस्तो भयो बेस्ट भयो मेरो त सब खुट्टा ठिक छ होइन एकदम ज्याङजुङ आज नि हिँडिदिने हो फेरि डाँडाको टुप्पोमै पुगेर बनाइदिने हो म फेरि यस्तो कि सानोतिनो थिएन होइन कि पहिलाको मैले मार्दी गएको होइन ढुक्क हिँडेको आज नि एबिसी गयो त दामी हिँडिदिने हो त्यही भन्दै अब यो भिडियो यहीँ इन्डिन्छ अब बाटोमा भेटौँला त हामी ल अब हामी हिँडिसकेको अवस्था है अब हामी यहाँबाट सिधै यता त्यहाँ पुग्ने हो अब त्यस्तै भन्दै अब हामी यहाँबाट हिँड्यो भनेर मैले भिडियो बनाएको मात्र हो अनि हिँड्दै गर्न आइज ल हिँड्दै गरौँ अब चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ बाम्बु हुन्छ अनि त्यसपछि चाहिँ हामी आजको रात चाहिँ देउरालीमा काट्छौँ र अब कति घन्टा लाग्छ रे 6-7 घन्टा लाग्छ रे त्यति बेलासम्म त्यति समय बाटो चाहिँ यस्तो भराइ होइन रे त्यस्तो मात्रै बाटो चाहिँ भन्छ के रे आई डोन्ट नो है त्यहाँ गएपछि मात्रै थाहा हुन्छ है मैले फ्याक कुरा गरेको होइन हिजोको भन्दा चाहिँ आज चाहिँ अलिकति सजिलो हुन्छ भन्ने कुरा गरेको थियौँ अब बाटोहरू कस्तो हुन्छ यो ठाउँमा बसेर होइन भ्यूहरू यस्तो दामी दामी देख्ने कि है धेरै बोल्छस् भन्ने ल बिचारा बोल्न पाएँ नि त बिचारा ट्याप्प गर्न ल अहिले पछि भेटौँला है त एउटा बाँदर है बाँदर 5 मिनट हुनु भएन कालो बाँदर अनुहार कालो है यस्तो बल बाँदर देख्न पाएँ यार कम यार वी आर सो लकी अहिले हेर्न पाउने ओए त्यहाँ त भल रहेछ है बाँदर नि तपाईँले देख्नु भने म जुम नदिन्छु त्यस्तो है बाँदर चाहिँ हाम्रो नर्मल होइन एकदमै बवाल बाँदर है जङ्गलै गरिरहेछ बाँदर नि यार ऊ भर्खरै हग्यो ल यति भन्दै अगाडि भेटौँला है त बाँदर रहेछ त मस्त हिँडिराख्यौँ हामी फेरि है ढुक्क भएर यस्तो भ्यू छ तल त्यस्तो डर लाग्यो भ्यू त होइन ठिक्क हो तर यहाँ यो ठाउँ चाहिँ रहेछ यस्तो मजा आउँदो हिँड्न गएको हिजो यस्तो टाढो गएको होइन औडा गएको हेऱ्यो नि हिजो त आज त चिल आएर यस्तो जग्गाको बाटोमा अहिले आयो नि आओस् न टुक्रो टुक्रो हिँडिराख्ने यहाँबाट हेर्न आँटिको ओ अघि त दामी बाँदर देख्थ्यो है कालो फर्स्ट टाइम देखेँ मैले यस्तो कालो अनुहार कालो जिउ पनि कालै थियो चाक रातो थियो म त देखेन यार यसले हेर्नु भ्याउँदो चाक पनि रातो भन्छ क्या अहिले पुरै पसिना जस्तो भयो यार बाटो चाहिँ एकदम किपको आएछ यस्तो मजा लाग्दो खालको बाटो
आम्माको रमाइलो छ। पिस क्या यहाँ फेरि गीत सित बजाउन पाउँदैन रहेछ कि किन भन्दाखेरि सुने चरा चुरुङ्गीको आवाज ओमा कुखा दुख्यो पानी सानी खाएर आएको औडा दुख्यो ओ घाम हो पिलेको टल्यो। हामी सबभन्दा फ्रन्ट लाइनमा एकदम अगाडि त्यो भन्दा हामी फ्रन्ट लाइनमा अझ सब पछाडि अल्छीहरू त नि मस्त हुनु पऱ्यो नि जल्दी हिँड्ने केही नहुने होइन। ओहो ठिक छ यत्तिकै पेसमा हिँडिराख्यो नि सही रमाइलो हुन्छ। नाइस नाइस यो भन्दै अब अगाडि भेटौँ है त हामी भर्खर हामी ब्याम्बो आइपुग्यो है। भ्यू चाहिँ वान पिस है अहिलेसम्म त्यस्तो वान पिस भन्न पनि मिल्दैन ठिकै छ है। अहिलेसम्म त त्यस्तो साह्रै गाह्रो त भएन ठिकै छ एकदमै गुड। ए हाम्रो रुट चाहिँ यही हो ट्रेकिङ इन्फर्मेसन म्याप बोर्ड यहाँ। अब यहाँबाट चाहिँ हामी कहाँ हिँड्छ भन्दाखेरि माथि कहाँ हो हामी देउराली या कमान अब चाहिँ डह्रो उकालो है माइन्ड नगरिकन अब हिँडिदिने थकित छ यार त्यस्तो साह्रो थकित छैन पसिना त धुन्छ ल ए अहिले चिया खानुपर्छ है ए चिया भन्दा पानी खानुपर्छ क्या पानी चिया खाने हुन्छ चिया खानुपर्छ क्या है ल भन्नु दुइटा ठिक छ दुइटा मनी खान्छु अनि त्यो दुइटा र तिनटा आउनु न ए यस्तै क्या मान्छे उ त माथिबाट भन्नु कस्तो कुरा गर्ने होला मैले त आफ्नो लागि भनेको कस्तो कुरा झर्नै है तिमीहरू नगर्दा यस्तो ल केटा यति भन्दा अहिले पछि भेटौँ ल केटा भर्खरै हामी चाहिँ ब्याम्बो कटेर अब अगाडि यो बाटोमा अब अहिलेसम्म यात्रा अहिलेसम्म वान अफ द बेस्ट भइरहेको छ लाइक अ फरेस्ट क्याम्प जस्तो भइरहेको छ। अहिले थाकिसक्यो हौडा भइसक्यो मेरो छातीको फेब्रै फुटेर पूर्ण बेस्ट क्याम्प दिस हो है यो त्यो झरको नाम ल अब चाहिँ हामी चाहिँ अब टक्क लगाएर अब खाना खाने ठाउँतिर अब तर्फतिर लाग्दैछौँ। खाना खाइसकेपछि फेरि खाना खाइसकेपछि हिँड्नै गाह्रो के कसो भन्छ हो खाना खाइसकेपछि हिँड्नै गाह्रो 2 थाल 3 थाल भात खाइसक्यो नि त्यस्तै त हो नि फेरि हिँड्दा नि हिँडिन्छ नि फेरि पचाइन्छ फेरि त्यति भन्दै अहिले म भिडियो गर्दैछौँ हामी दुइटै पार्टनर हिँड्ने चाहिँ अब जसुकै भयो नि हिँडिरहेको चाहिँ यो र म है आनन्दले हिँड्दै गफ भन्दै जाने कि चट्टै गीत बजाउँदै जानुपर्छ। गीत चाहिँ लाउड म्युजिक गर्न पाइएन होइन मोबाइलमा चाहिँ सानो म्युजिक गरेर हिँड्न चाहिँ पाइयो। ल त्यति भन्दै अब हामी खाना खाने ठाउँमा भेटौँ है त किनभने बिचमा म भ्यूहरू देखाउँदै गर्छु त्यति भन्दै पिस एन्ड साउन्ड अहिलेसम्म रमाइलो भइरहेको छ है एकदमै। कस्तो तेरो अवस्था के छ अरे के ठिक छ हजुर के छ तेरो खबर त्यसै होइन उता यस्तो दामी झर्ना चाहिँ भिडियो गर्नै बिर्छ यस्तो छ तारा खाने मैले गरेको होइन ठिकै छ यत्तिको पेसमा हिँडिरहेको नि अब खाना खाने ठाउँमा खाना खाने मात्रै छ कि अब जाँदै गरौँ न कहाँ हुन्छ त्यहीँ भेटौँ न हामी है
त्यति भन्दै अब अहिलेको लागि गुड बाई। 3टा झरना एकैचोटि, एउटा दुईटा अनि यो नि 3टा। आम्मामा यो अन्त रियल भ्यू भनेको है एकैचोटि 3टा यस्तो भएर यस्तो देखिन्छ त बल्ल हेर्नु त। अनि यहाँ हामीलाई एनर्जी बार केही चाहिँदैन क्या हामीलाई, यति हेरिस् त पुरै सकिन्छ कि खेल होइन। सही आमा स्वर्ग के नेपालमै छ अरे के, एकजनाले भनेको स्वर्ग भनेको नेपालमै छ अरे के। फेरि लुक्ने बाटो आइरहेको छ अहिले पछि भिडियोमा है त। फेरि भर्खर हामी दोकान आइपुग्यो है। मान्छे त कालु कालु भइछ है। थकित अवस्था है। भ्यू चाहिँ यहाँबाट अक्खभरि दामी आएको भर्खरै हामी खानसाना खाएर टक्क आएर फेरि डुम्बोहरू बसेको। के हुँदैछ तेरो खबर? ठिक छैन होइन? खाना पेटभरि खाइयो नि होइन? खाना मिठो छ नि यार, सोयाबिन थियो होइन, अनि मासु नि एकदम मिठो, मजा आयो त्यस खानु त होइन। त्यस अब सिधा हामी यहाँबाट हिँडेर अब बिचमा यसो रेस्ट गर्दै देउरालीतर्फ हामी लाग्दैछौँ होइन। अहिलेसम्म त बाटो त ठिकै थियो तर है यस्तो डेन्जर दुख्यो कि यो थाइ डेन्जर दुख्यो कि त होइन। यही अब अवस्था यहाँको भ्यूहरू चाहिँ यस्तो दामी है। केटा क्ल्यास रोयल खेल्दै हो। अब टक्क लाएर हामी यहाँबाट हिँडेर छ नि त्यहाँ पानी नै। अब हामी कहाँ पुगिन्छ भन्दाखेरि अब देउराली हाम्रो 8 बजे देउराली हो। बोल्नु सक्छु धरि आएन यार, बोल्नु सक्छु धरि आएन। बोल्नु सक्छु आएन बोल न त, बोल यसो बोल होइन। केही कुरा खोल, तेरो मनको कुरा केही छ भने यहाँ खोल, तेरो व्यक्त भन्न मिल्दैन होइन। अलिक ठगी भएको अवस्थामा त कसले बोलिरहेको छ होइन। त्यही भएर अब चाहिँ हामी सिधै बाटोमा भेट्नुपर्छ है त झ्याप्प लाएर। त्यति भन्दा अहिले बोलाइ म बिदाय गर्दैछु। वाउ अघि खिच्नु नमिलेको अहिले खिच्छु म। अघि खिच्नै पाएन नि त। पुरा तर्किनु भएछ क्या। Come on, come with me. Come with me, come on. Lo to nó là nhá. Khổ lắm nhỉ. Sedan है. Lâm यस्तोहरु के फुटाउनु हुन्न भन्छ के यस्तोहरु के देखा न त्यहाँ देखे यस्तोहरु फुटाउनु हुन्न रे के यस्तोहरु के हुन्छ भन्छ तर फुटाउनु हुँदैन भन्छ है अरूहरूलाई हजुरबाले भन्छ तपाईँ मामाहरूले भने अरूहरूलाई हजुरबाले भन्छन् तपाईँ मामाले भने मम्मीले पिसको हो कि सेक्युरिटी त्यसो सेक्युरिटीको हो क्या सही है अब यति भन्दा हामी गुड बाई हुँदैछौँ है अहिलेलाई चाहिँ डेन्जर थाक्यो यार पसिना डेन्जर आयो मेरो त है कति आएको पसिना यार आजै दुब्लाउनु जस्तो भइसक्यो पर्छ है यस्तो यस्तो भ्यू पनि यहाँ बसेर एकछिन साथीहरूले कुरेर हामी दुइटा एकजना त उहाँ कहाँ पुगिसक्यो हामी दुइटा सेकेन्डमा हो अरू आउँदैछ बिस्तारै बिस्तारै आउँदैछ सबैजना
यहाँ एकछिन कुद्छौँ बस्छौँ अनि जान्छौँ हामी फेरि बिचमा भेट्दै गरौँ नि है सबैजना। हामी भर्खरै यो झरनाबाट फोटोसोटो खिचेर तपाईँहरूलाई नि यसो नछुटाऊँ भनेर म यो भिडियो देखाइदिएँ यो फोटो देखाइदिएँ है यो भिडियो गरेको भ्लग हानेको है मैले। यहाँबाट गएर सुत्त गएर पोखरामा झर्दै पाइन्छ है। के गर्छु सुबिना के छ तेरो अहिलेसम्म हल्ली चल्ली ल ठिक छ ल अब गएर सन्चोल्छु यो भ्यू हेर्छु दामी है केटा हो भ्यू चाहिँ बब्बाले है बब्बाल अहिलेसम्मको वान अफ द बेस्ट भ्यू आई हेभ एभर सिन इन दिस एबिसी ट्रेल है। इङ्ग्लिस थालिनु पऱ्यो नि त होइन अलिअलि इङ्ग्लिस थालिनु पऱ्यो नि त होइन धेरै बेला यस्तो यस्तो भ्यूहरू आइरहेको छ म देखाइरहेको छु फेरि कतिवटा झर्ना गनाउँ है त एउटा दुईवटा तिनवटा चारवटा 5 6 7 8 9 10 11वटा झर्ना है 100 यतिको त हुनुपर्छ नि भन्दा अहिले लगाइ गुड भयो है त कत्रो ठाडो सिडी है मा यस्तो ठाडो सिडी पनि त्यही पनि कटाएर आयो है हामीहरू है सानो यस्तो साह्रो सानो सिडी चढ्न चढेको चढ्न त्यो झर्नाबाट त ठाडै उकालो है औडा यार त्यो अघि मैले देखाएको थिएँ त्यो झर्नाबाट यो यस्तो ठाडो उकालो छ क्या ए हात पनि दुख्यो यतिको बोल्छु म त। अब त जेस राम्रै छ बाटोहरू त जङ्गलको बाटो तर यहाँ भालु बाघ भालु दुनियाँ थर आउँछ अरे क्या त्यही भएर सास फुल्यो जस्तो भयो यार गाह्रो भात खाएर हिँड्नु न हो धेरै भात खानु न भन्नु खोजेको भात खाएर चाहिँ हिँड्नुपर्छ। दाल भात पाउ 24 त्यति भन्दै म अहिले बिदाई चाहन्छु अहिलेको क्रममा। तँ थगी छ है ल हामी यहाँ हिमालयनमा बसेर एकछिन आधा घन्टा जति रेस्ट गरेर हामी हिँड्न लाग्यो एकचोटि यो भ्यू देखाउँदै गर्छ ल यस्तो छ हाम्रो भ्यू चाहिँ अब यहाँबाट अब सिधै 2 घन्टामा देउराली माथि यहाँबाट अब यसरी हिँड्दै गएर देउराली पुगिन्छ अनि त्यहीँ भेटौँ ल अब हामी अनि त्यहीँ हाम्रो भ्लग इन्ड हुन्छ त्यति बेलासम्म बिचमा राम्रो सिनेरियोहरू आयो भने चाहिँ हजुरहरूलाई देखाउँछ है त त्यति भन्दैमा अहिलेलाई फिनिस है। हामी चाहिँ हिमाल चढे जस्तो भयो है यत्रो पहाड चढेर आएको भुँडी सुडी खलाकुलुत भइसक्यो दुखेर हैरान यो हेर्नु यस्तो दामी हो म पुरै पसिनाले भिजिसक्यो अवस्था अहिले चाहिँ पुरै भिजिसक्यो म त तनाव भइसक्यो अहिले त डाइरेक्ट हिमालबाट आएको पानी त्यहाँ नुहाउन कस्तो मजा आउँदैन नि त्यहाँ त्यो झरनाबाट खसेको पानी कत्रो ठुलो है निलो आएको पानी छ यो त हल्लिँदो रहेछ यार यो त हल्लिन्छ यार पैसा जान्छ त है यसो हामी चाहिँ निस्केको अवस्था आया यहाँबाट हुँदै हामी माथि पुगिन्छ जुत्ता सुत्ता छ यत्रो छ कि हिमालय शान्ति नै होइन देउराली भन्छन् उकाली डाँडो पसिनाको धार मेरो पसिना हाल्यो गाह्रो भयो आउँदैन मलाई लिरिक्स आउँदैन है यता माथिबाट यता उहाँहरूले बाटो बिर्सिनु ओहो कसरी आउने त नि यहाँबाट त साथी नै त्यो खराब रहेछ नि उहाँ एकदमै म्यान जस्तो वाइल्ड बन्दै हुनुहुन्छ है कस्तो डरलाग्दो बाटो हो
आउनु 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 त्यही हेरौँ न म हेर्छु है ओहो मोर सौदा खोल्ने अवस्था भइसक्यो ट्र्याप भइसक्यो नि अब कसरी आउँछ त नि त्यो कसरी हिँड्छ यार यस्तो है भ्यू चाहिँ दाइ उताबाट आउनु क्या यहाँ सकिन्न छैन उताबाट आउनु उताबाट यसरी हो क्या दाइ हेलो दाइ यहाँ आयो ब्रिज बिचरा मैले भनिदिएको नि त मानव त अझै मरेको छैन नि त है उहाँ एकदमै जोखिम हुँदै हुनुहुन्छ हो बिचरा पानीमा टेकिया चिसोमा यस भयो दाइ यस फेरि यहीँ आउनु भयो यार हो होइन होइन आउनु ल उहाँलाई हामीले बाटो देखाइसक्यो अब बिस्तारै बिस्तारै आउनुहुन्छ त्यही स्पिडमा हामी नि हिँड्दै गरौँ है त अब है झक्क लगाएर अब वहीँ हामी देउरालीमै भेटिनुपर्छ है त त्यति भन्दा अहिलेको लागि गुड बाई हो थाक्यो भ्यू चाहिँ एक लड देखाउँछ दामी होला है यस्तो दामी आउनु प्लिज मिस नगर्नुहोस् होला तपाईँहरू सबैजना आउनुहोस् होला इन्जोय गर्नु होला हाम्रो नेपालको ब्युटिफुल नेचरलाई है हामी आइसकेको छौँ एकदम एनर्जीको मुडमा है मेरो खुट्टा त अहिले डान्सिङ गर्ने मुड छ है ओ ओ माइकल ज्याक्सन आज हामी यहीँ बस्नु भएको छौँ होइन यही एरियामा है त्यहाँनिर हुनसक्छ यहाँ नि हुनसक्छ थाहा छैन तर हामी यहीँ बस्नुहुन्छ होला तर लेट्स होप वी स्टे हियर होइन तर बाटो त स्वर्ग हेर्नै पर्दैन यहीँ हो यो स्वर्ग जति जे गरे नि यहीँ हो यो स्वर्ग हो आमा बाटो भुँडी यस्तै भ्यू हेर्दै आउनुपर्छ क्या यस्तो बवाल छ है भ्यू चाहिँ है मेरो स्वरै सुकिछ है चिता बाटोको भ्यू देखेर है म एकदम भयो आजको लागि नै यति नै हुन्छ हाम्रो डे 2 को भ्लग चाहिँ है योभन्दा धेरै म सक्दिनँ एनर्जी मेरो लस हुन्छ त्यो सोच्छु अहिले एकैछिनको जोस मात्र हो आजको डे 2 को भ्लग चाहिँ यहीँ हुनुपर्छ पिस एन्ड हावा होइन